हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि एकदम सन्चै छु र सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु होइन। आज चाहिँ म बाख्राहरूको लागि घाँस काट्नुको लागि चाहिँ रुखमाथि छु होइन। त्यही भएर मैले चाहिँ भर्खर घाँस काटिसकेको छु, त्यही भएर बसिरहेको छु होइन। यस्तै छ अब भुइँमा झरेर घाँस चाहिँ टिप्नु पर्नेछ। अब देख्न अब यस्तै सबैजना सन्चै हुनुहुन्छ होला होइन। देख्न सक्नुहुन्छ, हेर्नुहोस् सनामा यत्रो ठुलो रुखमा चढिसकेको छु, भुइँतिर तल भुइँ कत्रो उचाइमा चढिरहेको छु होइन। त्यही भएर डर त लागिरहेछ हल्का हल्का। बाख्राहरूले तल पाठाहरूले घाँस खाइरहेछ होइन। म चाहिँ यता माथि रुखमै छु। अब रुख त्यही भुइँमा झर्नु पर्ने हुन्छ र अब यता हाम्रो गाउँको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले, हेर्नुहोस् होइन। राम्रोसँग क्यामेरा अब क्लियरसँग आएको छैन, बुझ्नु पर्ने थियो, त्यतिकै मैले भिडियो बनाइदिएँ होइन। यस्तै छ हाम्रो गाउँ। मासतिर त्यो चाहिँ हरियो हरियो भएको सुन्तलाको बोट हो होइन। तल चाहिँ लिचीको बोट। यस्तै छ, के गर्नु, गाउँठाउँ हो, यस्तै हो होइन। गाउँमा चाहिँ अब झर्नुपर्ने हुन्छ, ढिला हुन्छ। अब यहाँ धेरै बसियो भने अब यहाँदेखि झरेर चाहिँ बाख्रालाई घाँस दिनुपर्ने हुन्छ, खोरबाट निकालेर होइन। हेर्नुहोस् कत्रो ठुलो रुखमा चढिरहेको छु, डर पनि लागिरहेछ होइन। कस्तो कस्तो भइरहेछ मलाई त। अच्छा कत्रो ठुलो, तलतिर हेर्दा पनि रिङ्गटा चल्दैछ क्या मेरो त आज। म चाहिँ होइन भुइँमा झरिसकेको छु अब होइन। अब यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले भने यत्रो ठुलो रुखमा चढिरहेको थिएँ म नि होइन। अब यत्रो ठुलो रुखबाट भुइँमा चढिसकिएको छु होइन, देख्न सक्नुहुन्छ। अब मैले चाहिँ घाँस उठाउनु पर्ने हुन्छ अनि त्यसपछि बाख्राहरूलाई अब उठाइसकेर दिनुपर्ने हुन्छ। अब अलिक छिटो छिटो गरेर होइन। मेरो बाख्राहरूलाई पनि ब्रेकफास्ट गराउनु पर्ने हुन्छ छिटो छिटो होइन। यस्तै छ, के गर्नु, गाउँले जीवन। पाठाहरूले घाँस खाँदैछ होइन, देख्न सक्नुहुन्छ। मैले चाहिँ घाँस टिप्दैछु होइन। यस्तै छ, अब लगभग घाँस पनि टिपिसकियो। भाई लोग देख सकते हो, मेरा बकरी लोग ब्रेकफास्ट कर रहा है। मेरा बकरी लोग के लिए कम घास पड़ा है ना, इसलिए जल्दी ख़त्म कर चुका है मेरी बकरी ने घास। अब मैं बकरी के लिए कोले पकाना जा रहा हूँ भाई साहब। ये देखो, ये भीतर का नज़ारा, मेरा कॉटेज का नज़ारा देख सकते हो भाई आप। अब मैं जल्दी है ना दौरा बटुल्न जाता हूँ भाई। देख सकते हो मेरो आगो नि बालिसकेको छ कि, अनि अब त्यसपछि खोले पकाउँछु। खोले बसाल्ने बेला भइसकेको छ, त्यसैले अब भाँडा कता छ होइन। अब यस्तै छ होइन, गोठ हो त्यही पनि अब यस्तो जन्म बढेको पनि धेरै भएछ होइन। अब यतातिर अब खासै बसिँदैन, गोठालो गर्ने बेला र बिहान मात्रै आइन्छ र पनि अब यस्तै छ होइन। टक्कसँगले भाँडा नि परा राखिरहेको रहेछु। आगो नि आज कस्तो बाल्दैन क्या होइन। यो आगोले नि मलाई लास्टै च्यालेन्ज गर्दैछ क्या, दाउरा ठुल्ठुलो भएर हो कि के भएर होइन। राम्रोसँग आगो नि बालिरहेको छैन। आगो बल्नुलाई नि आज 20-25 मिनट लागिसक्यो मलाई। यो आगो नि के भइरहेछ क्या आज।
फर्स्टे च्याउ हो रहा है यार मेरे को। देख सकते हो भाई, मेरा आग भी नहीं बल रहा है, मेरे को बहुत च्याउ हो चुका है भाई, देख सकते हो आप सभी लोग देख सकते हो भाई। सही है ना, क्या बोलूं मैं, कैसा बोलूं, ये आग भी ये कैसे हुआ क्या हुआ भने जस्तै भयो जाने। अब कसैले अब छिटो गरेर होइन देख्न सक्नुहुन्छ बोकुहरू बेच्दैछ होइन। हाम्रो गाउँतिर चाहिँ घाँसपातको चाहिँ अलिकति कमै भएर चाहिँ खासै होइन, अब त्यस्तै छ भनौँ न। बाख्रा बोकुहरू खसीहरू नै छन्, तर र पनि राम्रोसँग फस्टाउनु सकेको छैन होइन। घाँसको दुःखको कारणले गर्दाखेरि अब यस्तै भइरहेछ होइन, देख्न सक्नुहुन्छ। अब यहाँनिर चाहिँ पानी हाल्ने हो, कसैले हाम्रो जानु पड़ेगा ना, इसलिए हाल्न पड़ेगा ना। साला मेरे को पंगा ले रहा है यार। अब होइन लगभग खोले नि पाकिसकेको छ। म चाहिँ अब घर निस्किनु पर्ने हुन्छ होइन। अब टक्कसँग खोले नि पाकिसक्यो, देख्न सक्नुहुन्छ होइन। एकदम भरे आउने अनि त्यसपछि गोठालो लाने भन्दा अगाडि चाहिँ दिनुपर्ने हुन्छ। अब लगभग खोले नि पाकिसक्यो, अब म चाहिँ घर निस्किनु पर्ने हुन्छ होइन। घरमा पनि अब अर्कै काम छ होइन, मासेर नि काम छ। अब के गर्नु, माथिको काम नै भ्याउनु पर्ने हुन्छ। अब गोठालो चाहिँ को आउनुहुन्छ होइन, घरको मान्छेहरू अब आउनुहुन्छ, भाउजूहरू कि दाइहरू आउनुभयो होइन। म चाहिँ अब घरतिर लागिदिनु पर्ने हुन्छ, त्यस्तै छ के गर्नु। म चाहिँ अब घर हिँडिसकेको छु होइन, मेरो गोठलाई छोडेर कसैले घरतिर अब हिँडेको छु। काम पनि एकदम लागिरहेको छैन, भर्खरै 8 बज्दैछ, घाम चाहिँ 12 बजेको जस्तो लागिरहेछ क्या आज। हिजो पनि यस्तै छ होइन, मौसम आजभोलि एकदम क्लियर छ, तर घाम चाहिँ साह्रो छ, गर्मी छ भनौँ न। बाटो लसुन प्याजको गर्दा कस्तो लसुन भनिदिइराखे। तिमीले रोज्यौ अर्कै साथी, अच्छा त अल्छी लाग्दैछ मलाई नै, अल्छी लाग्दैछ के गर्नु। एक्लै अल्छी लाग्दैछ मलाई त किन हो भरे। हाम्रो गाउँतिर चाहिँ के होइन, अब पानी चाहिँ प्रशस्त हुन्छ यस्तै होइन, यस्तै हो पानीको सुविधा चाहिँ एकदम राम्रो छ। यस्तो बाटो पनि पानी हुन्छ एकदम सबैले देख्न सक्नुहुन्छ हजुरहरूले। राइट माम्स के हो तिमी, अनि कति ढिलो आएको त? बुढो यता मासेर आउँथ्यो, यता मासेर आउँदै थियो। कहाँ यो मारे चाहिँ गयो खेत के मकै? ए खै के हुन्छ हौ, अब भरे हेर्नुपर्छ। यहाँ पर्खाल नि लाउनु पर्ने छ क्या बारीको। आइसके यस्तै छ।
कसको कपाल कटिङ हुँदैछ माथि नाम चाहिँ मैले चिनिनँ कान्छा मामाको कटिङ हुँदैछ रहेछ सुँगुरहरू कटिङ लो पिछो कोटालो कपाल कटिङ सानो न सानो खाना खाइँदैछ निमा मजाले त हुन्छ हुन्छ त्यही भए पनि यति भन्दै म यो भ्लगलाई चाहिँ अन्त्य गर्न चाहन्छु होइन सबैजनालाई मेरो यो भिडियो राम्रोसँग प्रतिक्रिया दिनुहोस् राम्रोसँग हेर्नुहोस् होइन तपाईँहरूको यो एक लाइक एक सब्सक्राइबले गर्दाखेरि चाहिँ मलाई राम्रो राम्रो कन्टेन्ट बनाउने अवसर मिलोस्